यति धेरै थाकेछु कि म स्किन केयर गर्ने बित्तिकै निदाएछु अनि त्यही ड्रेसमै निदाएछु कि आज पनि हामी 2:30 बजे उठेर 3 बजेसम्म चाहिँ रेडी भइसकेको थियौँ तर हाम्रो ब्राइडहरू आउँदा चाहिँ अलिकति ढिला भएर हामी स्टार्ट गर्दाखेरि चाहिँ 4 बजेको थियो मम्मी चाहिँ साडी डिपार्टमा गइसक्नु भएको थियो उहाँको चाहिँ क्रिम्पिङ प्लस हेयर कर्लीको चाहिँ उहाँले हेर्नुहुन्छ दिपाले चाहिँ ब्राइडमेड्सको हेयरहरू प्लस ब्राइडको हेयर हेर्छ निकिताले चाहिँ ब्राइडमेड्सको मेकअपहरू गर्दैछ म चाहिँ ब्राइडको मेकअप गर्दैछु आजको हाम्रो काम चाहिँ यसरी बाँडेको थियो आज पनि हाम्रो क्लाइन्टहरू टन्नै हुनुहुन्थ्यो सबैजनालाई जस्ट टाइममै अराउन्ड 10 सम्म चाहिँ सबैजना रेडी भइसक्नु पर्ने थियो ब्राइडहरू मर्निङको चाहिँ उहाँ चाहिँ हाम्रो आजको फर्स्ट ब्राइड हुनुहुन्थ्यो उहाँको फाइनल लुक चाहिँ यस्तो भएको छ दुईजना सिस्टर भएर मेकओभर गर्न आउनु भएको थियो स्टुडियोमा उहाँहरू चाहिँ एकदम एक्साइटेड हुनुहुन्थ्यो कस्तो हुन्छ होला हाम्रो फाइनल लुक्स भनेर अनि एट द एन्ड उहाँहरू पनि खुसी नै भएर जानुभएको थियो उहाँहरू चाहिँ टिकापुरबाट मेकओभर गर्नको लागि चाहिँ यहाँ आउनुभयो र ब्राइडको साइडमा बस्नुभएको सिस्टर चाहिँ जानुका सिस्टर हो उहाँ चाहिँ मेरो पहिलाको आजभन्दा 4 इयर अगाडिको ब्राइड हुनुहुन्थ्यो र अहिले चाहिँ उहाँले चाहिँ आफ्नो नन्दालाई लिएर मेकओभर गर्न आउनुभएको छ यति राम्रो फेस फिचर थियो कि मलाई धेरै टाइम नै लागेन उहाँको मेकओभर गर्नको लागि पनि र उहाँको फाइनल लुक चाहिँ यस्तो छ यहाँ चाहिँ हाम्रो दिपाले चाहिँ जानुका दिदीको हेयर स्टाइल गर्दैछ र उहाँले हाई भन्दै हुनुहुन्छ अब सबै लगभग हाम्रो बिहानको काम कम्प्लिट भएर चाहिँ सफा हुँदैछ यहाँ चाहिँ हाम्रो मम्मीले साडी लगाइदिँदै हुनुहुन्छ ब्राइडको र उहाँहरू सिस्टरहरू पनि रेडी भइसक्नु भयो र उहाँहरूको फाइनल लुक्समा चाहिँ उहाँहरू यस्तो देखिनु भएको छ उहाँ नानु चाहिँ जानुका दिदीको मलाई कता कता चाहिँ हाम्रो प्रियङ्का कार्कीको छोरी जस्तै पनि लाग्छ हजुरहरूलाई त्यस्तो फिल भयो कि भएन खै मलाई आइज हो कि अर आई डोन्ट नो उहाँको फेस पिक्चर हो के हो मलाई चाहिँ कस्तो आयङ्का जस्तै लाग्छ उहाँ चाहिँ आजको थर्ड ब्राइड उहाँहरू पनि सबैजना रेडी भइसक्नु भएको थियो टाइममै अनि त्यसपछि सबैजना जानुभयो आफ्टर द्याट म चाहिँ आज प्रतिमाको एनिभर्सरी थियो घरमा गएर मजाले भेटेर सेलिब्रेसन गरेर घर पनि फर्केँ उहाँ चाहिँ दिपाको छोरा त्यसपछि चाहिँ म घर फर्केँ थ्याङ्क यू एभ्री वान फर वाचिङ माई भिडियो बाई